ल हामी याओकेन आइपुग्यौँ है। याओकेन सस्तो सस्तो पाउने ठाउँ। तपाईँ खाने रामेन होइन यो 98 सस्तो छ नि त। अनि लसुन कति हो यसको प्राइस यहाँ हेर्नु। स्याउलानी जुन केरा नेपालको मुड्के केरा जस्तो क्या। मुर्के केरा रातो प्याज मात्र 410 रुपियाँमा। तपाईँलाई खोइ त आरिगातो होइन यत्तिको माया गर्ने भेट चाहिन्छ क्या। जुन गाजर के हो यो खोर्सानी हो लाने। पुरुषोत्तम ढकाल भेनालाई यो बोके खोर्सानी भन्थ्यो। पिरो हुन्छ नि भेना यो हाबा नेरो भन्ने। जापानमा सबै हाम्रो त सही छैन यार। जुन यो लाने होला नि त अझ छ हो अस्तिको यो लाने। यो भेनाले चिया बनाउने अरे दुध चिया। यो चाहिँ याओकेनबाट आएको सामान 5000 को सामान। डल्ले अकबरे के भन्छ अरू। Welcome and welcome back to Junu's Kitchen. Here is Juno and पकाइङ गोडी आलु मिक्सिङ हैन यति शब्द भन्देऊ न त के पकाउन लाग्यो गोडी लु खाना बनाउने बेला यस्तो डिस्टर्ब गर्नुपर्छ यति इरिटेटिङ हुन्छ नि। जाँगर नभएको बेला यस्तै हुन्छ। He is cooling fridge. ए जानु न के हो तिम्रो फ्रिजमा देखाउ त के छ? बन्डा छ। यो बान्डा भयो मिनी टमाटर पर अचार खानको लागि बोडी भयो जुनले आज बोडीमा ठुलै लगानी गरेको छ। लगभग 5 करोडको बोडी। यो बोडी खानामा चाहिँ यही चिज आउँदैन जति महँगो भए पनि। अनि यहाँ छ स्ट्रबेरी wow looking so delicious and we are putting this on the curry. के हाल्नु लाग्यो के हो त्यो what is that masala बनाउँछु है। यहाँ चाहिँ तातो पनि आउँछ के भन्छ यसलाई नेपालमा के भन्छ जार भन्दैन के अरे जार भनेको पानी है गिजार अगान यो चाहिँ दिदीले मलाई तिहारमा माललाई लगाइदिनु भएको। अनि आज हामीले अनारमा पनि एकदम लगानी गरेको छौँ। यो चाहिँ 200 रुपियाँको हो। यो दुईटा चाहिँ हेर्न सक्नुहुन्छ 980 रुपियाँ ट्याक्स जोडेकै छैन। किराको के हालत भएको छ यहाँ चौरी परेर के हो वी हैव अ के हो यो डेन्जर ठुलो चेयर रातो भएपछि उसिनेर खानुपर्छ तरकारी। यो चाहिँ अब आबु नै भइसक्यो जुन अब यो चाहिँ कसरी गर्ने हो हैन आई डोन्ट नो तर यसलाई उसिनेर खाने सलाद बनाएर खानुपर्छ व्हाटएभर। लगाइ चाहिँ यति नै आजलाई फेरि खाने बेलामा हल्का चस्सा दिन त आइहाल्छौँ नि। के हो तातो अचार अब यस्तो अरे डेन्जर छ नि हाम्रो छोडिने कला होइन सुट कडा छ लुङ्गी लाएर माथि सेतो के भन्छ अचार टमाटर धनिया अनि खोर्सानी अनि के हो
नुन पिस्दैन नि यति भइरहेछ धनिया अचार यस्तो भयो धनिया अलिक बढी हालेछ यता हाम्रो छोरीले साग बनाउँदैछिन् कति खान्छ भात आज एन्ड वी हेभ दाल अमलेट खाने बनाउने भात खाने हरियो साग बोडी 500 रुपियाँको बोडी दाल टमाटरको चटनी साग एन्ड राइस थ्याङ्क यू भेरी मच खतरा भयो जस्तो दाल खाम 1 2 दुईचोटि किन हान्न पर्छ भने मरेका मान्छे मात्रै एकचोटि हान्छ कि थप्दैन अरे क्या मरेको मान्छेलाई देन हामी चाहिँ मरेको छैनौँ त्यही भएर दुईचोटि हान्नुपर्छ ल मुसन चियर्स हालिदिउँ सिधा बस न तिमी कमर दुखिरहेको कम क्लोजर चियर्स कच्चा बढी मिठो छ बढी कस्तो आचारले सुरुमै सर्काइछ तिम्रो धेरै मसला के हो मसला धेरै न तोरीको उयो मिठो थियो कालो मिठो बढी ठिकै हो साग कति छिटो सेलाउँछ क्या साग त साग लाग्छ बेसी लाग्छ यार आजन चयत पोकल्या छैन आज थोरै हो अलिक लाग्छ भने कति चाहिँ ल्याउँथ्यो साह्रै लोभ लाग्ने सागको चाहिँ साह्रै लोभ लाग्ने पनि त हामीले कति साग यहीँको पनि कतिचोटि खाइसक्यो दिदीले दिएको दुईचोटि तर केमा भातमा दालमा चाहिँ तपाईँलाई तरकारी थोरा हुन्थ्यो कि के हुन्थ्यो किन थोरै हाल्थ्यो पप्पा हाल्नु त धेरै हाल्थ्यो जस्तो मिठो भएर थोरै हालिदिएको घौटेलाई मैले आँखा चिम भएको देख्दो रहेछ क्या भिडियोमा सिमै छ नि आँखा सानो भएर होला सायद तपाईँले सब्जी भयो अचार हालेर खानु अचार पनि नफुरालो थोरै हाल्नु न त ओके मुख चाहिँ त्यो त सिधा भएर खान्छ क्या म त डल्ल पर्छ क्या खाँदाखेरि मलाई देख्यो ओके मलाई पहिला सानोमा चाहिँ चम्चीले खाँदाखेरि आउलाको फिल हुन्थ्यो त्यस्तो हुन्छ पानी पनि सोध न तिमी के भन्नु कस्तो लाग्यो भने भिडियो कस्तो लाग्यो हजुर राम्रो भिडियो सरी मिठो लाग्यो मिठो बनाएको छ नि त तिमीलाई खाना बनाएको भाँडामा मार्छु ल